नमस्कार, म राजकुमार तामाङ। तपाईहरु सम्पूर्णलाई मेरो भ्लगमा स्वागत छ। म आज पनि तपाईहरुको लागि भनेर चाहिँ भ्याकेन्सी लिएर उपस्थित भइसकेको छु। आज चाहिँ महिनाको फिक्स सेलेरी 40,000 रुपैयाँ र 25,000 रुपैयाँको भ्याकेन्सी लिएर उपस्थित भएको छु। भिडियो अन्तिमसम्म हेर्दै गर्नु होला। त्रिपुरा निर्माण सेवा प्राइभेट लिमिटेड कम्पनीको लागि चाहिँ एकजना ट्र्याक्टर ड्राइभर नवलपरासीको लागि चाहिँ आवश्यकता भनेर हामीलाई अपडेट आइसकेको छ। उहाँहरूले चाहिँ खाना बस्न दिएर महिनाको 25,000 रुपैयाँ चाहिँ फिक्स सेलेरी दिएर चाहिँ हामी ट्र्याक्टर ड्राइभरलाई कतै पायो भने चाहिँ हामी चयन गरेर राख्नेछौँ र लाइसेन्स चाहिँ अनिवार्य रूपमा र केही वर्ष काम गरेको अनुभवहरू भएको भयो भने राम्रो भनेर भन्नुभएको छ। यदि तपाईहरु कोही पनि इच्छुक हुनुहुन्छ र फ्री बस्नु भएको छ र उहाँहरूले दिनुभएको सेवा सुविधामा आधारित रहेर काम गर्न सक्नुहुनेछ भने चाहिँ हामीलाई सम्झिनु होला। हामीलाई सम्झिनको लागि व्हाट्सएपमा म्यासेज, फेसबुकमा म्यासेज, कमेन्ट जे गर्दाखेरि पनि हुन्छ। यसको साथसाथै सिन्धुपाल्चोक मेलम्चीको साइडमा पनि कार मिक्सर चलाउने एकजना अपरेटरको लागि चाहिँ 40,000 रुपैयाँ सेलेरी फिक्स सेलेरी दिन्छौँ। यदि छ भने तुरुन्तै इमर्जेन्सी काम भइरहेको ठाउँमा चाहिँ इमर्जेन्सी चाहिएको हुँदाखेरि छिटो नै पठाइदिनु होला भनेर भनिरहनु भएको छ। यदि तपाईहरु कोही पनि फ्री हुनुहुन्छ र तपाईसँग कार मिक्सर चलाउने लाइसेन्स छ भने चाहिँ छिटोभन्दा छिटो हामीलाई सम्झिनुहोस्, हामीलाई सम्पर्क गर्नु होला। उहाँहरूले चाहिँ कार मिक्सरको लाइसेन्स चाहिँ अनिवार्य रूपमा हुनुपर्ने र कार मिक्सर चलाएको अनुभव चाहिँ 2 वर्ष जतिको कम्तीमा पनि हुनुपर्ने भनेर भन्नुभएको छ। कार मिक्सर चाहिँ भर्खर निकालेको लेटेस्ट वान्टेस्ट कार मिक्सर छ। तपाईहरुलाई फ्री हुनुहुन्छ र सिन्धुपाल्चोक मेलम्चीमा चाहिँ हामी जान्छौँ भनेर भन्नुभएको छ भने हामीसँग कन्ट्याक्टमा आउनु होला। हामी उहाँहरूसँग हाम्रो ओनरसँग कन्ट्याक्ट गराएर तपाईहरुलाई कामको लागि पठाइदिनेछौँ। ट्र्याक्टरको चाहिँ कुन कम्पनीको छ भनेर मैले भन्नलाई छुटाएछु। ट्र्याक्टर चाहिँ क्यासको 7500 को ट्र्याक्टर हो। त्यो ट्र्याक्टर पनि नयाँ नै छ भन्नुभएको छ। ट्र्याक्टरको चाहिँ हामीले फोटो भिडियोहरू पाएको छैनौँ। कार मिक्सरको चाहिँ फोटो भिडियो सहित हामीलाई आएको छ। यदि चाहेको खण्डमा हामी तपाईहरुलाई उपलब्ध गरेर दिनेछौँ। हामीलाई सम्पर्क गर्नु होला। 1-2 दिन भित्रमा नै चाँडै नै आवश्यकता परेको भनेर हामीलाई भन्नुभएको छ। अस्तितिरदेखि सबैजनाले ट्र्याक्टरको भ्याकेन्सी चाहियो, ब्याकलोडरको भ्याकेन्सी चाहियो, कार मिक्सरको भ्याकेन्सी चाहियो भनेर धेरैजनाले म्यासेजहरू कमेन्टहरू गरिरहनु भएको थियो। आज 2-3 दिन भएको भ्याकेन्सी आएको हामीसँग पेन्डिङ भइसक्यो। अहिलेसम्म पनि कोही पनि आउनु भएको छैन। हामीले खोजेर म्यासेज पनि गर्नलाई असमर्थ हुन्छौँ किनकि धेरैजनाको म्यासेज र कमेन्टहरू आइरहेको हुन्छ। म्यासेज र कमेन्टहरू स्किप भइसकेको हुन्छ। त्यसैले हामी खोजेर तपाईहरुलाई सम्पर्क पनि गर्न सक्ने अवस्था छैन। त्यसैले हाम्रो फेसबुक पेजमा को प्रोफाइल ओपन गरेर रिभ्यू सेक्सनमा गएर तपाईहरुले आफूलाई चाहिएको जब र आफ्नो पेसा समेटेर तपाईँलाई फोन लाग्ने नम्बर छोडिदिनु होला। त्यो रिभ्यूमा छोडिदिनु भयो भने चाहिँ हामी त्यो रिभ्यूमा गएर धेरैजना जोडेको हुँदैनन्, थोरैजना हुन्छ। त्यसमार्फत चाहिँ हामीलाई खोज्नलाई सजिलो हुने रहेछ। मैले चाहिँ त्यो माध्यम रोजेको छु। यदि तपाईहरु पनि कामको खोजीमा हुनुहुन्छ भने हाम्रो फेसबुक पेजको प्रोफाइल ओपन गरेर त्यहाँनिर तल रिभ्यू सेक्सनमा गएर चाहिँ यसमा क्लिक गरेर तपाईको फोन नम्बर र आफूले खोजेको जबको बारेमा लेखेर छोडेर राख्नु होला। हामीसँग भ्याकेन्सी उपलब्ध भएको आधारमा तपाईहरुलाई हामी त्यहाँनिर खोजी गरेर फोन गरेर कन्ट्याक्ट गर्नेछौँ। अन्त्यमा जति पनि जना नयाँ भ्युअरहरू हुनुहुन्छ हाम्रो युट्युब च्यानलमा आउनु भएको छ भने एक-एकवटा सब्स्क्राइब गरेर सपोर्टको अपेक्षा गर्दछौँ र अहिलेसम्म जति पनि जनाले हाम्रो युट्युब च्यानल र फेसबुक पेज मार्फत सब्स्क्राइब गरेर भिडियोहरू हेरेर सपोर्ट गर्दै आइरहनु भएको छ, उहाँहरूलाई धेरै धेरै धन्यवाद। हाम्रो कन्स्ट्रक्सन वर्कर टिम फेसबुक पेज र युट्युब च्यानल मार्फत चाहिँ यस्तै नयाँ ठाउँहरूको भिडियो र विशेष गरेर भ्याकेन्सीहरूको भिडियो, कन्स्ट्रक्सन सम्बन्धीको कामहरूको भिडियो अपलोड भइरहेको हुन्छ। यदि तपाईहरु पनि कन्स्ट्रक्सन फिल्डमा आबद्ध हुनुहुन्छ र तपाईहरुलाई ड्राइभर, अपरेटर, इन्जिनियर, सब इन्जिनियरहरू केही आवश्यकता परेको खण्डमा हामीलाई सम्झिनुहोस्। हाम्रो फेसबुक पेज र युट्युब च्यानल मार्फत चाहिँ धेरैजना ड्राइभर, अपरेटर, इन्जिनियर, सब इन्जिनियरहरूले काम खोजिरहनु भएको छ। तपाईहरुलाई हामी निशुल्क रूपमा दक्ष तथा अनुभवी ड्राइभर, अपरेटर, इन्जिनियरहरू खोजेर पठाइदिनेछौँ। धन्यवाद।